आमामामामा ओइ हेलो गाइस, दर्शक नमस्ते सबैजनालाई। अपने कान में ईयरफोन्स डाल लो, खराब शुरू करते हैं बिना किसी बकचोदी के। म चाहिँ मेरो यो हायाभुसामा लेकिन एक सेकंड, यो हायाभुसामा ये क्या है? ये तो टट्टी है। यसो बाहिर घुम्न हिँडेको हैन। खासमा म चाहिँ ट्राई गर्न हिँडेको हो क्या आज। अनि खै क्यामेरा पनि कस्तो आछ थाहा छैन, साउन्ड पनि आएको छैन त्यो पनि थाहा छैन। अनि म चाहिँ अब वहाँ सबभन्दा पहिला मेरो चाहिँ वहाँ इम्प्रेस आइडी लिन जानु छ क्या हैन। ओहो कति राम्री देखो देखो, दरिंदगी चेहरे से टपकती है, नंबर 1 का कमीना है। त्यस्तो कुराहरुमा लाग्नु भएन। खास फोकस भनेको इम्प्रेस आइडी लिन जाने हो। वहाँ टाइपिङ सेन्टरमा इम्प्रेस आइडी लिन जानु छ। अनि त्यहाँ आयो कि नै थाहा छैन त्यो त। मैले फोन गरेर जानु पनि, तर त्यतिकै जान लाग्यो। यसो बाहिर निक्लेको थिएँ नि त, त्यही बाहिर निक्ले बेला त्यहाँ सोधेर पनि जानु पर्यो। अब कति धेरै जाम हो, जामै जाम रहेछ। यो चाहिँ एडिसी मेट्रो स्टेसन, यो अगाडिको। अनि म चाहिँ अहिले अल्टिकासम्म पुग्छु होला। दाइको पनि अब छुट्टी भइसकेको भए दाइलाई पनि भेट्नुहुन्थ्यो, मिलन दाइलाई। अनि सेट छुयो यार, मास की दाल प्रिज छ भएर प्रिज छ। मेरो बाइक, मेरो हायाभुसा ठोक्यो जस्तो छ। यहाँ कता ठोक्यो त्यो क्रिज चाहिँ गरेर झन्डा केही भएन रहेछ। म चाहिँ खासमा इम्प्रेस साइड लिनु वहाँ पुग्नुपर्छ क्या तल। साउन्ड कस्तो आइरहेछ पनि। म त हरर लाएर जान्छु हो। यहाँ कुरेर बस्यो भने त कहिले हो टेटेट टेटेट टेटेट। मेरो हरन छ नि यार, मैले किन हरन नबजाएको। आजको यस्तै हो हैन। छुट्टीमा चाहिँ घुम्न गइन्छ होला। साथीहरू भयो भने एक्लै जानु झ्याउ लाग्छ नि त फेरि। अनि एक्लै पनि कहाँ जानु हो झ्याउ लाग्छ। साथीहरू भयो भने घुम्ने हो, गइन्छ। नभए यतिकै हो। कति समझ रहे हो ना? राम्री मान्छे। ओहो यहीँ पो हो त अनि, म त बिर्सिरा। भैया जी आईडी आया? कल आएगा। हाँ चलिए फिर, शुक्रिया। ओके कल आता हूँ फिर। आइडी आएकै रहेनछ मेरो हायाभुसा चाहिँ। यस्तो छ। अनि अब जान्छु। टिटिट मेरो साइड उतापट्टि हो कि। म अब उतापट्टि कसरी जानु त हो। जान्छु, झ्याउ लाग्यो भने वहाँ अल्टिकासम्म पुग्दैन, आधा बाटो फर्किन्छु। जान चाहिँ पर्यो वहाँसम्म। यसो अलिअलि दृश्यहरू पनि देखाइदिउँ न हजुरहरूलाई है। ए बत्तेर हिँड्नु पर्यो भनेको, बत्तिने वातावरणै छैन। माछालाई झार्छु यहीँदेखि। नहीं सारुण के यहाँ कुछ तो गड़बड़ है। उडाइदिन्छ नि त फेरि। यहाँ चाहिँ गेयर हुन्छ क्या हैन, गेयर। अनि
2मा हिँड्दैछु म अहिले। 2मा चाहिँ अलि स्पिड कुद्छ के, र 1मा हिँड्नु पऱ्यो कि 1मा आनन्दले सलल्ल पारेर। सुल्टीले प्लुत्तै निकालेर गाडी। साउन्ड कस्तो आइरहेछ कुन्नी? तेल मेरो हायाबुसाको पेट्रोल चाहिँ फुल रहेछ। मैले रेस्टुरेन्टमै चार्ज गरेर आएको थिएँ फुल। म चाहिँ यता जानुपर्छ, यता गयो भने कता पुग्छ थाहा छैन। आई होप सबै कुरा राम्रै आइदियो हुन्थ्यो। साउन्ड भिडियो त आई थिङ्क राम्रै बनाए जस्तो लागेको थियो होइन, तर खै त्यो पनि थाहा छैन। क्यामेरा त राम्रै तरिकाले राखे जस्तो लागेको थियो मोबाइल त, अनि मैले मोबाइलबाट गर्छु नि त। आई होप बेटर होस्। अलिकति माथि भए जस्तो लाग्यो कि क्यामेरा हुन त टिटिट, अनि त्यही पनि केही छैन। ओइट आफ्नो गाडी फेरि यस्तो खट्टा र खुल्टुमा हाल्न झ्याउ लाग्छ के? झ्याउ लाग्छ भने माया लाग्छ। कस्तो झ्याउ लाग्ने हो र भने माया लाग्छ के? ए मान्छेहरू यार बाटै छोड्दैन, कस्तो सिधै आइदिन्छ। आफू नि अटेरी भएर गइदिनु भएन, के गर्नु? कन्ट्रोल बाटै छोड्दिन्न मान्छेहरूले। मान्छेहरूलाई क्या बोला तूने? मान्छेहरूलाई क्या बोले भाई? अब क्या बोले? टिटिट सरी। माथि हटै उडाइदिन्छ सब मासाला। कैसे लोग रहते हैं यार यहाँ पर। ए मासकी दालहरू फोटो खिच्न थाल्छ फेरि। कहाँदेखि हो उडाइदिन्छ। मैले सबैलाई हट हट हट। यस्तो पाराले हुन्न, यस्तो पाराले कहिले पुग्छ? वहाँ रहेछ फेरि। दिमाग खराब आया। ए यतै रहेछ त। म त यता जाने हो, तर म कहाँ आइपुग्यो मलाई थाहा छैन। आउन त आए, कहाँ चाहिँ आए? म यहाँदेखि पारी जाने हो, पारी। रात पनि पर्न लागिसक्यो, 6-7 बजिसक्यो। ला थ्याङ्क यू। क्या रोकिदिरह यार। विदेशमा यस्तो हुन्छ के? नेपालमा भएको भए माछा पेलेर कसरी उ गरेर आउँथ्यो। रोकिदिरह ल, यस्तो गर्छ। अनि क्या कुद्छ के? फेरि कुदेन 50 हानिदिने हो। त्यो गाडी यतारी आयो भने जान्छ फेरि झ्याम्म ठुकिन्छ फेरि। ल ब्रेकमा चाहिँ डर लाग्छ के यसको, किनभने सानो चक्का हुन्छ मुल। ल आइदेन त सोल्टे त। अनि सानो चक्का हुन्छ नि त, अनि त्यसले गर्दा कस्तो अलि ब्रेकै लाग्छ कि, तर डर लाग्छ के मास्की त। पुलिसको गाडी रहेछ अगाडि पनि। ओइ किन भिडियो बनाउँदै हिँड्छस् भनेर भन्यो भने माछाला। अनि खै दुबईमा अलि डर लाग्छ के।
आई होप सबै कुरा राम्रै होस्, भिडियो अनि साउन्ड पनि अनि हजुरहरू पनि सबै राम्रै होस् है सबैलाई। अनि यदि अहिलेसम्म पनि हेरिराख्नु भएको छ भने भिडियो राम्रै लागिरहेको छ भने लाइक कमेन्ट सब्सक्राइब गर्नु होला है सबैजनाले। रातै परिसक्यो। यो चाहिँ मेट्रो हिँड्ने गाडी मेट्रो हिँड्ने पटरी के भन्छ हो, मेट्रो हिँड्ने ऊ है बाटो यो माथिको चाहिँ। अनि यो चाहिँ सिग्नलमा यसरी रोक्नुपर्छ न त गाल्याएर उडाइदिन्छ। अच्छा हमको सिखा रिया है। मैले त प्लास्टिक नि उकाएन क्या, किनभने अलिकति घामलाई सेफ्टी हुन्छ नि त, त्यही भएर घामको। आयो दिदी पनि कस्तो मजाले सललल चलाउँदै, कस्तो राम्रो हेर्न यहाँ चिल्लो सलल्ल बनाइराखेछ, कोही जाने एलर्ट्स छैन। अब त बेत्तासै पार्ने हो नि त, बेत्तासै यहाँबाट राइट लाग्नुपर्छ, बोर्दुबीको लागि सिधै उता जानुपर्छ। म चाहिँ अब त 2 मा हिँड्ने हो, 3 मा हिँड्छु रन माथि। कस्तो गनाएको कुदो कुद यताबाट जानुपर्ने केही छैन, वहाँ मान्छे आएको रहेछ नि त, त्यही भएर। त्यो मान्छेलाई कटाउँछ है, अलि यहाँ कचलाक्क हुन्छ क्या फेरि। ओए ल कुद 2 मा मास्किजल पेल तान रन मती। यो पुल चाहिँ होइन उड्छ अरे के अरे यहाँदेखि नाउ त्यो ठुल्ठुलो ऊहरू सिफ्टहरू आयो भने यो पुल उड्छ अरे, रेको कुरा मलाई पनि त्यति धेरै थाहा छैन होइन। तर म यो युएईमा 6-7 वर्ष भयो नि त बसेको, तर अहिलेसम्म उठेको चाहिँ देखेन, तर यतै नभएर होला है। अनि म चाहिँ अल्टिगा आइपुग्यो कि, यही हो यही यता पुगेपछि अब यता टक्क छुएपछि अल्टिगा हो। अब हेरौँ उतासम्म जा मन लाग्यो भने अझै उता गइदिउँला के छ र, चाकटुके क्या अरू भन्दा नि। सबैलाई सम्झना छ है, सबैलाई सम्झना छ। म त है एउटा साइकललाई टक्नी भनेर आएको थियो, म त बिर्सेछ गफ गर्दा गर्दै। यहाँ चाहिँ के हो कुनी थाहा भएन, जे भए पनि यस्तो रहेछ। यता तल गयो भने कहाँ पुग्छ मलाई थाहा छैन। अब म चाहिँ फर्किन्छु होला, अब रात पनि पर्यो। मान्छेहरू पनि यार यत्रो मेरो यार यत्रो सुपर बाइक हायाबुसा आएको देख्दै पनि यार मेरो हायाबुसालाई हेला गरेको म यो तल गएको छैन कि, यता त हिँडिरहेको बाटो हो मेरो। यता चाहिँ यसो गएर राम्रो रहेछ, सर बाटो पनि फुल रुख रहेछ। सर यसो घुम्दिउँ न यतातिर के रहेछ त्यता चाहिँ। त्यहाँ के को रुखलाई घेरेर राखेर रहेछ। ए यो चाहिँ ऊ रहेछ क्या हो, युनियनसम्म पुगेर आउनुहुन्थ्यो, झाउ लागिसक्यो मलाई, झाउ लाग्यो। अब त नजाम होला, अब यतैबाट यतिकै घुम्छु अनि त्यहाँदेखि जान्छु। बुलले मोमो ल्याइदिनु भन्दै थियो साँच्ची त, मोमो लिनु जानु र नजाम होला, झाउ लाग्यो मोमो लिनु जानु पनि। फेरि जा
हेलो दिदी फेरि हजुर भाइ भन्नुहुन्छ मम प्याक गरिदिनु न हस् कति म यति भन्छु अनि फेरि एकछिन बस्छ ल 5 मिनट 10 मिनट बस जाऊ त्यो झाउ गर्नुभन्दा बरु बुढीलाई म के भन्न चाहन्छु भने नि तिमी र म नै यता आम खाम अनि जाम के कसो मस्त प्लान है। ल अहिलेलाई चाहिँ म चाहिँ फर्किनु लाग्यो अब फर्किन्छु है मेरो हायाबुसा पनि दिनभरि मतलब अब वहाँदेखि के अरे रेस्टुरेन्टदेखि रुम अनि रुमदेखि फेरि यता धेरै तात्तिन्छ के आफ्नो फेरि माया गर्ने बानी छ फेरि बिग्रियो भने फेरि बनाउनु पर्छ पैसा छैन मैं गरीब हूँ के गर्नु यत्रो बिल्डिङ रहेछ यतातिर अस्ति यहाँनिर झन्डै एक्सिडेन्ट परेन क्या मेरो र एकजनाको क्यामेरा अलिकति तल गर्छु है त कस्तो हुन्छ आई थिङ्क यतिकैमा चाहिँ बेटर आउँछ होला हेरौँ ए जोडीहरू फेरि बाटो छोडिदिउँ ल छोडिदिउँ म जान्छु जली ना तेरी भी जली ना। अघिको भिडियो र अनि अहिलेको भिडियोमा अब कुन चाहिँ बेटर आछ त्यो चाहिँ भनिदिनु है अनि पछि अर्कोमा म त्यही अनुसारले भिडियो बनाउँछु अर्को भिडियो चाहिँ अब आजलाई चाहिँ अब यो ट्राई हो नि त ट्राई यस्तै भयो यहाँ चाहिँ फिसिङ गर्न आउनु मन छ एकचोटि यहाँ तल फिसिङ गर्दैछ मान्छेहरूले फिसिङ गर्न आउनुपर्छ एक दिन यसो केटाहरू गट्टु ल्याएर केटाहरू पनि कोही हुन्न सबै आफ्नो कामतिर हुन्छ सबै आफ्नो ड्युटीतिर हुन्छ अब के भन्नु सबै आफ्नो काम गर्नुपर्छ काम गर्नु पर्छ भन्दा पनि काम गर्नु भने के खानु दुबईमा दुबई महँगाई यति छ कि आमा अहिले त झन् त्यो पार्टिसनहरू सब हटाउने अरे खै कसरी बस्नु अब पार्टिसन बिना टेन्सन छ हुन त अब सुन्नेमा आएको चाहिँ अब सानो चाहिँ धेरै सानोहरू चाहिँ भत्काएको रे भन्ने सुनेमा आएको छ अब आफ्नो पार्टिसन पनि त्यस्तै छ खै कस्तो साइकल हल्ला जस्तो लाग्यो हो कसकास पार्नको लागि नट पनि नट रे फेरि त्यो के भन्छ हो त्यो नट कस्ने कुरा पनि बोकेर आइडिया छैन अरू बेला बोकेर हिँड्थेँ आज चाहिँ किन बोकेर नहिँड्या भन्दाखेरिमा चाहिँ म खासमा धेरै लामो राइड हिँड्या होइन नि त त्यही भएर धेरै बोले जस्तो लाग्यो क्या हुन त अब पहिलो भिडियो हो अलिअलि इन्ट्रो जस्तो त गर्नु पर्यो नि त होइन हेलो मेरो नाम चाहिँ सुष्मन गुरुङ मेरो चाहिँ यस्तो यो चाहिँ इलेक्ट्रिक स्कुटी हो तर यसको नाम चाहिँ हायाबुसा मैले राखिदिएको हायाबुसा अनि यो हायाबुसाको राइड चाहिँ मेरो पहिलोचोटि हो नि त पहिलोचोटि अनि रमाइलो भइरहेछ मलाई त तपाईँहरूलाई कस्तो भइरहेछ कुन्नी यत्रो रमाइलो नै चाक दुखेर मर्नै भइसक्यो आमा क्यासलाक छ यो सब तपाईँहरूको लागि हो नि त तपाईँहरूलाई रमाइलो हुन्छ कि भनेर है सबैले बुझिदिनु यसरी मास्की दाल यात्रा बोल्नु कुदा कता गयो 2मा हो नि त कुद्नी त अनि रनमती त्यस्तो राम्रो छ अब कुदाउनु पर्यो यही बाटो हो नि त अघि कुदाएको मस्तले कुद्दा रहेछ मैले ख्यालै गरेको थिएन के यो अनि साथीले त्यो गेर हुन्छ त्यो भनेर भन्छ हो र कस्तो हुन्छ हौ गेर भनेर भनेको यस्तो हुन्छ भन्छ मा हो नि हो र भनेर यस्तो ट्राई गरेको त म
कस्तो हुँदो रहेछ त नि मास के त 50 हान्छ हो। अब चाहिँ फेरि अब भिडभाड बाटोमा एक मार लाने सलल बिस्तारै जाने के हो हतार होइन आफ्नै घर जानलाई पनि। किनभने म यता जानुपर्छ यसरी छिर्न त हुन्न उठेर चलाउनु पर्यो हो एकचोटि। आया बसेरै चलाऊ उठेर पनि ए रेस्टुरेन्टमा काममा ड्युटीमा उठाइ छ। ल जाऊ 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 जाऊ। आमा कौन था यू? क्या था यू? गया कहाँ? टायरै टायर गनाएमा आशा कस्तो कुदाको हो सोल्टीले। म पनि अघि जस्तै कुदाएर जान्छु अघि गाडी जस्तै। यतादेखि आएको अघि म चाहिँ जाने यता विली हान्ने गाइज। ल हेर विली पनि हानिदिन्छ नि त फेरि खतरा। विली हानेको देख्नु भएन होला साइडबाट यस्तो भिडियो गऱ्यो भने DSLRले खतरा देखिन्छ फेरि। ए भयो 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 हेल्ला गाडीहरूमा त्यस्तिकै घुसारेर उडाइदिन्छ। मैले फेरि मेरो हायाबुसा फेरि त्यस्तै खरो छ। आहा कस्तो उयो गाडीलाई भने है फेरि गाडीलाई समझ रहे हो ना? म खासमा यताबाट गइदिने थिएँ तर म यताबाट जान्न म यताबाट जान्छु मेरो मर्जी। मलाई जहाँबाट जानु पनि लाग्छ म त्यहीँबाट जान्छु बिस्तारै है बिस्तारै। मलाई उडाइदिने होइन मेरो नयाँ स्कुटी हो फेरि मेरो नयाँ स्कुटी उडाइदियो भने त मेरो चुना लाग्छ फेरि 2 करोड पो हो त अलिअलि हो। भाई साहब कुछ ज्यादा नहीं हो गया मतलब कुछ भी। अस्ति म कहाँबाट छिरेको थिएँ हो याडी त होइनन्। यो होटेल किनिदिनुपर्छ क्या हो पैसा धेरै भयो काफालम भयो। यहाँदेखि ल यहाँदेखि अन्त ओइ झन्डै ठोक्केन अनि कहाँ सोल्टियो नि हरर ल्याइदिएर त नि अनि फेरि सोल्टी पनि यार छेत्तेरी। म पनि हरन नबजाएको फेरि आउन होला सिधै जान्छ होला जस्तो लाग्यो अलिकति पेले होला भन्ने लाग्यो नि त मलाई पनि फेरि। अनि तर केही भएन झन्न मेरो ब्रेक थियो नि त ब्रेक हान्दियो नि त गुरुच्च पारेर खतरा। हरन चाहिँ किन बजाउनु मिल्दैन किन नबजाएको भनेर भन्नुहुन्छ होला होइन। यहाँनिर हगे हरन होइन अब ह्यान्डल समाउने बेलामा चाहिँ यसरी अब यो ह्यान्डल समाउने बेलामा अब यस्तो 81 पऱ्यो बेला भ्याउँदै भ्याइदिएन क्या। यहीँनिर भएको भए पो चिज गर्नुहुन्थ्यो यहाँ तल स्थिर तन्काउनुपर्छ नि त अनि ह्यान्डल पनि कन्ट्रोल गर्नु पऱ्यो अनि त्यही भएर हो खासमा। रातै पर्यो त अनि रात के पर्यो भन्नु कति बजे पो हो कति पो बजेछ कति पो पानी तिर्खा लाग्यो हो। अब रुम आइपुग्नु लाग्यो अब रुममा गएर पानी पिउन पर्ला। मान्छेहरू सँगसँगै हिँड्यो भने यसो सर्लक्क बाटो काट्नु पाउँछ क्या। मेरो यो चाहिँ हल्डिरहेको क्या यो ह्यान्डल अनि यसलाई बनाउनु पर्ने। अब
अब रुम आइपुग्नु लाग्यो लाज लाग्छ नि त फेरि रुममा फेरि आफ्नो मान्छेहरू धेरै छ आफ्नो मान्छेहरू मतलब तिनीहरू मान्छेहरू भन्छ यो फेरि अनि लाज लाग्छ फेरि मलाई यहाँबाट उहिले हानेर म टक्क उठाउँछु यहाँबाट चाहिँ सरर सरर त्यहाँबाट कुकुरिरहन्छ उही खाटलमा पस्यो मास कि त देख्दै नदेखिरा ल अब यो चाहिँ मेरो रुम हो यहाँ चाहिँ मेरो रुम छ यहाँनिर अब आजलाई भिडियो यति नै कस्तो लाग्यो कमेन्ट गरिदिनु होला है त अनि कस्तो खालको भिडियो चाहिँ लिएर आऊँ त्यो पनि कमेन्ट गरिदिनु त्यही अनुसारले ट्राई गर्छु है त ल आजलाई बाई बाई